गाइस आज चाहिँ हामी कस्तो सानो आएको मसला पानी आउनु अनि यहाँ बिहानै घाँस ल्याइसक्यौँ। यहाँ पर चाहिँ मम्मी बस्तु चाहिँ हाम्रो दुईटा छ अनि यही छाडीहरू बनाएको। साडी लाउँदा देखिए चिटिका मेरे मम्मी है ए मेरे मम्मी है गाइस। अनि हामी चाहिँ पानी लिनु हिँडेको यस्तै छ जिन्दगी चल्दैछ अहिलेसम्म। गाग्री बोकेर हिँडेको म चाहिँ मम्मी हो सुहाउँछ त उफ मम्मी जोको बोक्दा तपाईँलाई नि कति सुहाएको छिटा। अनि गाइस म चाहिँ गाग्री बोकेर हिँड्दैछु पानी भर्नलाई। मम्मी चाहिँ पछाडि आउनु हुँदैछ घरभन्दा अलि टाढा हो त्यही छ। अब चाहिँ म पानी भर्ने ठाउँमा आइसकेँ अनि यहाँ छ हाम्रो धारा चाहिँ पखालेर भर्नु पनि छ। यहाँ चाहिँ पानी भरेको यस्तो छ धारा चाहिँ। अनि म चाहिँ यहाँ छु पानी यहाँ भरिरहेको छु। यहाँ चाहिँ फोटो होइन भिडियो बनाएको मम्मी यहाँ चाहिँ हाम्रो शिखर क्याट। अब चाहिँ पानी भरिसक्यो गाइस यहाँ। इफेक्ट आइदिरहेको फेरि यहाँ भारी डोकोमा लानुपर्छ टाढोबाट यस्तो छ गाइस। जिन्दगी चल्दैछ अहिलेसम्म म त सुतेर उठेको पैसामा। भिडियो बनाएको कहाँको बात मारिरहन्छ त अनि बात गर्ती है तुम म बोक्नु होला नि ल धेरै हालेको बिस्तारै उठ्छु भनेको। अछु मम्मी पानी पोख्यो बाङ्गो भयो। हामी चाहिँ चल्दैको गाइस पानी लिएर पनि म चाहिँ यहाँ पछाडि म यहाँ बोकेर खोलाबाट चल्दैको। चप्पल पनि दुईटा लाएको छु मैले त दुई खालको चुङ्गी खेल्नुलाई लाएको के एउटा भरे त उल्टो पडिरहेको के
चुङ्गी खेल्नुलाई लगाएको मैले चाहिँ 2 खालको चप्पल अनि तर चुङ्गी खेलेँ आएर बिहानै उठेर घाँस गएर आएर फेरि चुङ्गी खेलेर तल्लो घरमा आएर चुङ्गी खेलेर यतै आएको छु म। भात खाएको छैन म, अब गएर खानुपर्ने। हजुर के भन्नुभयो? 4 बजी जाउँ भन्थे माइजरी बजार। लन्ठा गर्नुहुन्छ फेरि। आच्छू पछाडि के भयो छ भने अनि हामी चाहिँ बिहानै घाँसमा गएर आएर खानै नखाइ तल्लो झरेर चुङ्गी खेलेर अनि म चाहिँ यता बस्छु सानो पानी खुवाउनु आएँ। आच्छो छु 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 पोखेर सक्यो है मम्मी। कसरी बोकिस् त? कहाँ कसरी बोक्छौ अनि? हल्लिस क्या धेर। नहल्लिस चाहिँ कसरी हिँड्नु त अनि? बिस्तारै हल्लिनु पर्छ। के सुरल के हो यो जुत्ता जस्तो? मम्मी ए मम्मी मम्मी जिन्दगी चल्दैछ ऐसा म त सोतेर उठे। अच्छु साँच्चै भनेको पानी चाहिँ आज चाहिँ आधा नै छ होला, आधा नै हुन्छ होला पर पुग्दा। त्यही हो गाइस, छिटो आउनु है यहाँ अठाउनुलाई। कि बोकेर बसिरहनु? भेरी फास्ट आउनु कि भेरी फास्ट आउनु। बिहान हामीले लिएको घाँस यहाँ छ, यहाँ मम्मी र मैले लिएको दुईजनाले। अनि त्यही हो, यहाँ चाहिँ घाँस पनि हालिसक्यो हामीले गोठो बनाएर। छिटो 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 राख्नु भुइँमा राख्नु। ए पानी ल्याइसकेको गाइस पनि हामी चाहिँ फेरि अब घाँस काट्नु। खै कतै लगेको छैन, कतै लगेको छैन। आउनु है तपाईँ। फेरि हामी चाहिँ कक्लाटो घाँस सुँगुरलाई काट्नु हिँडेको। त्यही हो निदाएको तपाईँ ननिदाउनु न हो। यहाँ मैले भिडियो गरेको गाइस, हामी चाहिँ हिँडेको घाँस काट्नु। यी कचिया डोको सहित लागे है म पनि भनेर सके। मम्मी चाहिँ त्यहाँ निदाउँदै आउनु हुँदैछ। एउटा डोको भिरेर निदाउँदै निदाउँदै पछाडिको क्यामेरा राम्रो आउँदैन के, त्यही भएर मेरो चाहिँ भिडियो पनि राम्रो आउँदैन। त्यस्तै छ, भिडियो बनाउनु खोजेर मात्र के गर्ने। अब हामी चाहिँ यतैतिर कहाँ छौँ फेरि यही धारामा। यता घुम यही धारा, उता घुम यही धारा। यतैतिर कक्लाटो कहाँ छौँ। सुँगुरलाई चारो सारो खोजेर सुई घर चल्छौँ हामी चाहिँ। त्यही नै हो गाइस, त्यही नै हो गाइस, त्यही नै सके जस्तो छ।